नमस्ते साथीहरु, आज फेरि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो भन्दा अगाडि म तपाईहरुलाई अमाउन्ट निकाल्न सिकाएको थियो। आज म तपाईहरुलाई यो भन्नेछु कि यो प्रिन्सिपल कसरी निकाल्ने र यो प्रिन्सिपलको फर्मुला एप्लाई कसरी गर्ने त्यसको बारेमा हामी चर्चा गर्ने छौं। र हामी यो म प्रिन्सिपल निकाल्ने क्वेशन लिएर आएको छु। त्यो क्वेशनमा के भनेको छ त द अमाउन्ट अफ अ सम अफ मनी एट द रेट अफ 10.5% per annual in 2 years is Rs 3,63,000. Find the principal. अब के भनेको छ कि यो हाम्रो अमाउन्ट छ हाम्रो 3,63,000 र रेट छ हाम्रो 10.5% र टाइम छ 3 इयर्स। त अब हाम्रो प्रिन्सिपल निकाल्नु त मैले तपाईहरुलाई प्रिन्सिपलको फर्मुला अगाडिको भिडियोमा भनिदिएको छु। आज म यो भिडियोको माध्यमबाट भन्नेछु यो प्रिन्सिपल निकाल्ने कसरी। म भिडियोलाई लामो नबनाइकिन तपाईहरुलाई हेराइरहेको छु। पहिले सरस्वती माताको सल्युसन अमाउन्ट हाम्रो छ 3,63,000। हाम्रो रेट छ हाम्रो 10.5%। टाइम छ हाम्रो 2 वर्ष र प्रिन्सिपल बराबर व्हाट वी हैव प्रिन्सिपल बराबर a into 100/100 plus tr। अब तपाईहरुले भनेको होला यो a into 100/100 plus tr किन लेखेको साथीहरु, यो फर्मुला हो। म तपाईहरुलाई अगाडिको भिडियोमा भनिदिएको छु, तपाईहरु गएर हेरिहाल्नु होला। अब म बनाइरहेको छु। हाम्रो अमाउन्ट 3,63,000 into 100/100 प्लस टाइम हाम्रो 2 वर्ष पुग्ने रेट 10.5% बराबर 3,63,000/100 प्लस 21 बराबर 363,5/121। अब यसलाई डिभाइड गर्दा गरेपछि हाम्रो प्रिन्सिपल निस्किहाल्छ। यसलाई डिभाइड गर्दा हाम्रो आइरहेछ 3 लाख। यसरी यो बन्ने गर्छ साथीहरु। यसरी यो प्रिन्सिपल निस्किने गर्छ र यसरी यो प्रिन्सिपलको फर्मुला एप्लाई हुने गर्छ। तपाईहरुलाई अझै कुनैमा डाउट छ भने तपाईहरु भन्नु होला, म तपाईहरुलाई त्यो हिसाब बनाएर पोस्ट गर्दिन्छु भिडियो।